नमस्कार सबैजनालाई। आज हामी कसरी ब्रान्ड सेटअप गर्ने भन्ने हाम्रो फिचर्स हेर्न गइरहेका छौँ। यसमा चाहिँ हामीले डोमेन दिएको हुन्छौँ। त्यो डोमेनमा लगइन गरिसके पछाडि हाम्रो यो इन्टरफेस देखिन्छ। यो इन्टरफेस देखिसके पछाडि हामीले इमेल र पासवर्ड राख्नुपर्ने हुन्छ। अहिले हामीले इमेल र पासवर्ड राखौँ। इमेल र पासवर्ड राखिसके पछाडि हामीले ड्यासबोर्डको इन्टरफेस देख्छौँ। ड्यासबोर्डको इन्टरफेस देखिसके पछाडि हामीले सेटअप भन्ने फिचर्सभित्र जान्छौँ। सेटअप फिचर्सभित्र गइसकेपछि जेनरल सेटिङको फिचर्सभित्र जान्छौँ। जेनरल सेटिङको फिचर्सभित्र गइसके पछाडि ब्रान्डको फिचर्सभित्र जान्छौँ। ब्रान्डको फिचर्सभित्र गइसके पछाडि हामीले यो इन्टरफेस देखिन्छ। यो चाहिँ हाम्रो ब्रान्ड सेटअपको इन्टरफेस हो। अब यसमा हामीले ब्रान्ड नेम राख्नुपर्ने हुन्छ। अब ब्रान्ड नेम राखौँ अनि त्यसबाट क्याटेगोरी सेलेक्ट गरेर अनि त्यसबाट सेभ गर्नुपर्ने हुन्छ। अब मानिलिउँ अहिलेलाई ब्रान्डको नेम चाहिँ के राखिदिउँ अब लगभग म्याजिक राखिदिउँ अनि क्याटेगोरी सेलेक्ट गरौँ। यो हाम्रो चाहिँ के हो त म्याजिक भनेको हाम्रो सुज हो। अनि यसरी क्याटेगोरी सेलेक्ट गरेर हामीले यसरी सेभ गर्न सकिन्छ। यहाँ आइसकेको छ, लिस्टमा आइसकेको छ। अब हाम्रो चाहिँ कस्तो हुन्छ भन्दाखेरि यहाँ एक्सनमा गएर यहाँ पेन्सिल जस्तो अप्सनमा गएर हामीले यसलाई सुजको ठाउँमा अर्को फुड पनि राख्न सकिन्छ। अनि अपडेट गऱ्यौँ भने यसरी फुड एन्ड सुज भनेर यसरी अपडेट हुन्छ। अब यसलाई फेरि हामीले चाहिँ यो फुड होइन सुज मात्रै हो भनेर यसरी अपडेट गर्नु पऱ्यो भने चाहिँ यसरी अपडेट गर्न सकिन्छ। अब यो हामीले चाहिँ म्याजिकको ठाउँमा अब हामीले चाहिँ सुज मात्रै राखिदिउँ। सुज मात्रै राख्यौँ भने पनि हामीले यसरी नाम यसरी अपडेट गर्न सकिन्छ। यो अहिलेलाई म्याजिकै राखिदिउँ। म्याजिक राखिदिउँ, अपडेट गरौँ। अपडेट गरिसके पछाडि अब यहाँ हामीले फिल्टर गर्नु पऱ्यो भने अब यहाँ हामीले फिल्टर गरौँ। अब यो म्याजिक राखिदिउँ। म्याजिक राखेर नेममा जाउँ, फिल्टर गरौँ। हाम्रो म्याजिकको यसरी फिल्टर गरेर हामीले हेर्न पनि सकिन्छ सर्च गरेर। अब यही हो हाम्रो ब्रान्डको सेटअप। यसरी नै हामीले ब्रान्ड सेटअप गर्न सकिन्छ। थ्याङ्क यू।